हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई शुभ बिहानी। म चाहिँ आज शनिबारको दिन हाम्रो खेतमा आलु लाएर अलि सकिएको छैन, बाँकी चाहिँ हामी लाउने भनेर अब म चाहिँ खेतमा आइसकेको छु। यो माथि माथि देखेको सबैमा चाहिँ आलु लगाइसकेको छ, रातो आलु 12 बोरा सायद लगाइसक्यो, 12 बोरा जति। अब चाहिँ हामी चाहिँ आधी बोरा जति चाहिँ फेरि निलो आलु लाउने भन्ने कुरा गरेर म चाहिँ खेतमा आएको है त गाइज। चाहिँ मेरो खेत गाइज, यो देख्नु भएको ड्याङहरू सबै आलु लाउन रेडी। मैले चाहिँ यहाँनिर आलु लिएछु, हेर्नुहोस् आलु। अब म खेततिर लाग्दैछु। यो चाहिँ हाम्रो काउली बारी है त, चाहिँ काउली खेती हाम्रो। ल हेर्नुहोस्, देखिरहेको सबै यो आलु लगाइसक्यो गाइस। ल हेर्नु, बाँकीमा हामी जाँदैछौँ। यति माथिल्लोपट्टि साइड सबै लगाइसक्यो। गाह्रो छ यो आलु बोकेर हिँड्न नि। त्यहाँ चाहिँ भाउजू बधाइनी त्यहाँ छ। गाइज हाम्रो चाहिँ आलु यसरी हालिन्छ। हजुरहरूको घरतिर, हजुरहरूको ठाउँतिर चाहिँ कसरी आलु लाइन्छ? हाम्रोमा चाहिँ यसरी ड्याङ पारेर आलु लाउने तरिका छ। हजुरहरूकोतिर कसरी लाइन्छ ल हेर्नु है चाहिँ गाइज। यो चाहिँ निलो आलु हो। निलो आलुलाई जहिले पनि एक क्रुचभन्दा नजिक चाहिँ लगाइँदैन, जहिले पनि यो पातो नै लाउँछ। यसले धेरै जरा फाल्छ, त्यही भएर यो निलो आलु चाहिँ एकदम पातलो गरेर लाउनुपर्छ गाइज। यो चाहिँ निलो आलु हो, यो निलो आलुको बिउ हो है त गाइज। अनि हाम्रो यतातिर चाहिँ निलो आलुलाई चाहिँ यसरी नै ड्याङ पारेर लाउने चलन छ। हजुरहरूकोतिर कसरी लाइन्छ आलु भन्नु होला। हाम्रोमा चाहिँ यतातिर यसरी नै ड्याङ पारेर लाइयो भने आलु धेरै फल्छ भनेर यसरी ड्याङ पारेर लाइन्छ। पानी लाउन पनि सजिलो हुन्छ भनेर अनि हामी चाहिँ यसरी नै ड्याङ पारेर आलु लाइन्छ। अनि अब हाम्रो चाहिँ यहाँ भाउजूले आलु हाल्दै हुनुहुन्छ। म पनि अब एकछिनमा आलु रोप्छु। अनि त्यसपछि यसरी आलु एक एक क्रिजमा राख्यो भने आलु बाक्लो लगायो भने यो फल्नलाई अलि कम फल्छ। यसरी पातलो लगायो भने निलो आलु धेरै फल्छ। त्यही भएर आलु चाहिँ यसरी नै राखिन्छ है त गाइजले। ल हेर्नु साथी हो, अब म पनि आलु लाउनलाई रेडी भइसकेँ। अब म पहिला चाहिँ आलु हाल्छु। अनि सबै ड्याङमा आलु हालिसकेपछि अनि रोप्न थाल्छु गाइज। अनि मलाई पनि साथ र हेल्प गर्न चाहिँ मेरो भदैनीले नै गरिरहेको छ है। मलाई चाहिँ हेल्प गरिरहेको छ मेरो भदैनीले नि, ट्याक 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 हाल्दै रोपिरहेको छ उसले पनि है। अनि म एकछिनमा आलु हाल्छु, त्यसपछि रोप्छु गाइज। अब हामीले चाहिँ अब आजको शनिबारको दिन अब आलु लाएर हाम्रो बिहानको समय चाहिँ यही खेतमै जान्छ होला गाइज है त। ल हेर्नु गाइज, अनि म चाहिँ अब रोप्न थालेँ। हजुरहरूले हेर्न सक्नुहुन्छ, म पनि रोप्न थालेँ। भाउजूले चाहिँ धमाधम आलु हाल्दै हुनुहुन्छ अनि म पनि रोप्न थालेँ त गाइज। ल हेर्नुहोस्, अब आज शनिबारको दिन के गर्ने भनेको, अब आलु लाउन बाँकी छ भनेपछि म पनि चाँडो उठेर आलुहरू काटेर आलु लिएर हामी खेतमा गएको। त्यसपछि खेतमा गएपछि अब आलु लाउने तर्खर भयो होइन गाइज। अब हामी चाहिँ यसरी नै लाउँछौँ। ल हेर्नुहोस्, अब हामी आलु लगाइसकेपछि चाहिँ अनि आफ्नो घरतिर फर्किन्छ होला गाइज।
गाइज फाइनली हाम्रो आलु लाएर सकियो। हामी चाहिँ बिहानी पाखामा आलु लाउन आएको। अब हामीले आलु लाएर सकिसक्यो। अब चाहिँ हामी घर जाने तर्खरमा। अब यहाँनिर खेतमा भएको सागहरू के छ तरकारीहरू टिपेर जान्छौँ। हेर्नु गाइज, अनि हाम्रो चाहिँ अब देखिरहेको सबैमा आलु लगाइसकेको छ। यो चाहिँ धनियाँ हो, यो तरकारीहरूको खेती हो। अनि यति सबैमा चाहिँ आलु लगाइसकेको है गाइस। अझै आलु पुगेन। ल हेर्नुहोस्, यो चाहिँ धनियाँ। ल गाइस, अब आलु ल्याएको बाल्टिनमा अब हामी मुला र मुलाको साग लान्छौँ। यो चाहिँ हाम्रो खेतमा फलेको मुला। हेर्नुहोस् गाइस, है यो चाहिँ धनियाँ पत्ता। गाइस, अब चाहिँ हामी घर जान लागेको। यो चाहिँ घर लाने मुलाको साग र मुला चाहिँ अब टिपेर घर जान लागेको। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो काउली खेती है। घरलाई खानालाई लगाएको काउली हो। यहाँ चाहिँ सिमीको बोट। हेर्नुहोस्, अब हामी चाहिँ घर जान लागेको। मेरो घर चाहिँ यहाँनिर छ। ल हेर्नुहोस्, घर त्यहाँनिर छ। अब चाहिँ म घर जान लागेको। अब खाना खाने टाइम भयो हाम्रो यहाँ ज्याकी पनि आइसकेको छ हामीलाई बोलाउन। हेलो ज्याकी, हाम्रो घरको एउटा यो मेम्बर ज्याकी पनि हो क्या। हेलो ज्याकी, हाई। ल गाइज, अब चाहिँ हामी खाना खान घर जान्छौँ।